मलाई चाहिँ त्यो सिंहदरबार त्यस्तो भयो भनेपछि चाहिँ साह्रै माया लागेर आयो। हुनु चाहिँ अब आफ्नो देशको एउटा ऐतिहासिक धरोहर अहिलेको होइन नि त, चन्द्र शमशेरको पालोमा बनेको भनेको त कति वर्षपछि। यता पछाडि चाहिँ अहिले अब यो चाहिँ गेट हो ल। अहिले चाहिँ तपाईँलाई यो सिंहदरबार कति राम्रो थियो है। यो माथिको झन्डा त्यत्रो आगो लागि भएर पनि यो झन्डा चाहिँ केही पनि भएन रहेछ। यहाँ माथि झन्डा छ, झन्डा चाहिँ यो फरफराइराखेको छ नेपालको झन्डा। खास गरी यो सिंहदरबार चन्द्र शमशेरको पालोमा बनेको हो अनि यति राम्रो ऐतिहासिक महत्त्व बोकेको यो ठाउँ सिंहदरबार। अनि अब हाम्रो जेनजी भाइ बहिनीहरूको जुन भ्रष्टाचार विरुद्धको आन्दोलन भएको थियो, त्यो भ्रष्टाचार विरुद्धको भदौ 23-24 गते भएको आन्दोलनमा चाहिँ अनि पूर्ण यो जलेर चाहिँ यसरी नष्ट भएको छ। अब अहिले चाहिँ सबैजना हेर्न आइराख्नु भएको छ अनि यहाँको दृश्यहरू हेर्नको लागि अब कस्तो एकदम माया लाग्ने कि यो भित्र यसो अझै पनि तातो भइराखेको फिल चाहिँ हुँदो रहेछ कि। यस्तो छ यहाँको अवस्था। अब यो सिंहदरबारको गेट अनि यसपछि यो गेटबाट चाहिँ यता भित्र हिँडेर आउने बाटो अनि यो बाटोमा चाहिँ यो वरिपरि फुलहरू रोपेर यो पोखरीहरू बनाएर अनि यस्तो राम्रो हरियाली छ। यसपालि चाहिँ